सरप्राइज दिन आएर नि त सुधि हेलो नमस्कार हामी चाहिँ आज सुटिङको लागि छौँ मेरो प्रिय दाइ यहाँ मदन दाइ हुनुहुन्छ अनि हाम्रा युके दाइ हेलो हेलो गुड मर्निङ गाइस दाइलाई के भन्नु चर्चित गायक चर्चित डिरेक्टर चर्चित अनि चर्चित मोडल मोडल नमस्ते नमस्ते भाइ यो ठाउँ चाहिँ एकदम सुन्दर छ दाइ यो कुन ठाउँ रे आमा घिमिरे गाउँ यो कहाँको घिमिरे गाउँ आमा कहाँको घिमिरे गाउँ यो कुन ठाउँ यो नाला है त्यहाँभन्दा माथि जान्छ नमस्कार नाला घिमिरे गाउँ त्यो सबैले हेर्न सक्नुहुन्छ यस्तो छ गाउँको हरियाली ठाउँ सुन्दर ठाउँ हाम्रो दाइ चाहिँ यता खाना बनाउँदै हुनुहुन्छ होइन दाइ आज सुटिङको है हजुर ल ल तपाईँहरूको गाउँ तर एकदम यो चाहिँ दाइ होइन सबै रोजगारी भएको ठाउँ रहेछ कि कोही पनि बेरोजगार भन्ने छैन यहाँ चाहिँ एकदम सबजना दाइहरू डियर दाइहरू यहाँ खाना बनाउँदै हुनुहुन्छ सुटिङको लागि है यो चाहिँ एकदमै राम्रो ठाउँ हामी चाहिँ सुटिङको क्रममा फेरि कमेन्टमा लेखिदिनु होला नि फेरि यो क्यामेराम्यान ठिक लाग्यो नि मेरो टाउकै छैन भनिदिनु होला यहाँको ठाउँ चाहिँ यस्तो छ है दाइ हजुरको गीत होइन त हजुर आजको हाम्रो गीतको गायक हुनुहुन्छ आदरणीय दाइ नमस्कार यो ठाउँ चाहिँ एकदमै राम्रो लाग्यो यहाँ चाहिँ कोही पनि बेरोजगार भन्ने छैन है सबैजना रोजगारी हुनुहुन्छ यो चाहिँ काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर 2 को चाहिँ यो साबिक नाला टुकुचा गाविस हो अहिले चाहिँ यो पुनर्संरचना भएपछि चाहिँ यो बनेपा नगरपालिका यो टुकुचा गाविसलाई 2वटा वडा बनाएको छ 1 र 2 जसअनुसार हामी 2 नम्बरको घिमिरे गाउँमा अहिले पुण्य टोलमा यो चाहिँ म आफैले गाएको गीतको चाहिँ एउटा सानो फुटेज भिडियो चाहिँ बनाउने तयारीमा हामी सम्पूर्ण सिङ्गो टिम चाहिँ यहाँ लागिरहेछौँ सम्पूर्ण हाम्रो उमेश कार्की लगायतको हाम्रो वरिष्ठ चाहिँ हाम्रो चाहिँ मदन भाइ एरेन्ज गर्ने हाम्रो चाहिँ एरेन्जमेन्ट हाम्रो चाहिँ मदन भाइ पनि हाम्रो साथमा रहनु हुनेछ आज र हाम्रो साथमा हाम्रो गायिका चाहिँ रेणुका खतिवडा पनि हुनुहुन्छ ओके नमस्कार थ्याङ्क यू अनि दाइ गङ्गा बहिनी पनि हुनुहुन्छ ओके थ्याङ्क यू अनि यो गाउँ यति धेरै सुन्दर बन्नुमा चाहिँ सबैभन्दा ठुलो यो गाउँको लागि भिजन यतिको बनाउनमा चाहिँ हाम्रो लागि ठुलो हात रहेछ है मैले चाहिँ यो के भने सुरुदेखिबाट यो नजिकै राजधानीबाट नजिकै रहेको ठाउँ हो यहाँ चाहिँ अब अहिलेसम्म कुनै पनि त्यो यो पशुपन्छीहरूले बाँदरहरूले वन्यजन्तुहरूले केही पनि दुःख दिँदैन यहाँ सब अधिकांश मान्छेहरू चाहिँ कृषि पेसामा आबद्ध हुनुहुन्छ जस्तै एकदम बढोत्तरी रूपमा चाहिँ गाई भैँसी पालन छ त्यस्तै गरी अनि पशु यो तरकारी खेती आलु काउली मुला होइन यहाँ चाहिँ हरेक चाहिँ किसिमको गोलबेडाहरू हुन्छ धेरै धेरै धन्यवाद हजुर ल एकदम जाम अब यहाँ म त बिहानै कति 5 बजे निक्लिने घरबाट मेरो दाइहरू सबैजना होइन म त यता सुटिङ हो त म अर्को सुटिङ नमस्ते नमस्ते हजुरलाई पनि धन्यवाद नमस्ते नमस्ते उमेश दाइ भने अब म यता चाहिँ पहिले लिसिया थिएँ अनि म आज त्यहाँ भ्याइनँ नि त दाइले काउली आलु मुला भन्नुभयो रमाइलो गरेर भरे भोलि भेटौँला नि आजको होइन हाम्रो यस्तै हो है यहाँ हुनुहुन्छ हाम्रो अर्को चर्चित मोडल आज मेकअप हुँदैछ यहाँ हुनुहुन्छ तिमी केही बोलिदिन्छौ तिमी केही बोल्छौ तिम्रो नाम के हो भन त तिम्रो नाम के हो के ओके